ढाका र करुवाले परिचित पहाडी जिल्ला हो पाल्पा जिल्ला। आज हामीहरू प्राचीन धार्मिक, सांस्कृतिक एवं पुरातात्विक दृष्टिले गर्विलो इतिहास बोकेको जिल्ला पाल्पाको मुटुमा अवस्थित पाल्पा दरबार सङ्ग्रहालयको चर्चा गर्दैछौँ। प्राचीन कालमा मगर मुखियाहरूका ससाना भुरे टाकुरे थुम राज्य भएको पाल्पा क्षेत्र 12औं शताब्दीदेखि 15औं शताब्दीसम्म खस राज्यको प्रभावमा थियो। खस राज्यको विघटनपछि पुनः भुरे टाकुरे राज्यमा विभाजित भयो, जसलाई अधीनमा पारेर सेन वंशका शासकहरूले इसाको 15औं शताब्दीको उत्तरार्धदेखि 19औं शताब्दीको प्रारम्भ अर्थात् विक्रमसम्म 1477 देखि 1861सम्म पाल्पा राज्यमा रिब्दीकोट, भैरवस्थान र श्रीनगरमा गरी 312 वर्षसम्म राज्य गरेको इतिहास छ। पहाडी भूभाग भए पनि विकासका सम्पूर्ण नमुनाहरू एकैपटक देख्न पाइने स्थान हो पाल्पाको सदरमुकाम तानसेन बजार। पर्यटकीय क्षेत्र भएकोले होटलहरू व्यवस्थित एवं आधुनिक देखिन्छन्। तानसेन बजार जति भित्र गयो उति रमाइलो लाग्यो, त्यसैले हामीहरू पाल्पाको तानसेन बजार घुमेर मात्रै हामी पाल्पा दरबार सङ्ग्रहालय जानेछौँ। यति बेला हामीहरू पाल्पा जिल्लाको सदरमुकाम तानसेनको मुटुमा अवस्थित पाल्पा दरबार सङ्ग्रहालयको बाहिरीपट्टि भागमा छौँ। सँगै देखिएको यो शीतल पाटीले लाखौँलाई छारी दिएको छ, शीतलता प्रदान गरेको छ, त्यसैले यसको आफ्नै विशेषता र महत्त्व रहेको छ। देखिएको यो पाल्पा दरबार सङ्ग्रहालयको मूल ढोका हो। आउनुहोस् अब सँगै भित्र पसौँ। भित्र के रहेको छ, दरबार सङ्ग्रहालयभित्र के रहेको छ, हामीहरू जस्ताको त्यस्तै देखाउनेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। पहिले पाल्पा दरबारले परिचित पाल्पा दरबार सङ्ग्रहालय जनरल प्रताप शमशेरले प्रशासकीय कार्य सञ्चालन गर्न विक्रम सम्वत 1969मा बेलायती शैलीमा निर्माण गर्न लगाएका थिए। मूल ढोकादेखि भित्र प्रवेश गरिसकेपछि विभिन्न फुलहरूले सुसज्जित बगैँचा देख्न सकिन्छ।
जिल्ला समन्वय समिति पाल्पाको कार्यालय पनि पाल्पा दरबार सङ्ग्रहालयको प्राङ्गणमा देख्न सकिन्छ। पाल्पा दरबार सङ्ग्रहालयभित्र प्रवेश गरिसकेपछि अर्को छुटाउनै नहुने नाम हो निशान भगवती मन्दिर। केही समय निशान भगवतीको मन्दिर अवलोकनपछि अब हामीहरू पाल्पा दरबार सङ्ग्रहालयको प्राङ्गणतर्फ लाग्दैछौँ। दरबार प्राङ्गणमा निर्माण कार्य चलिरहेको रहेछ। दृश्यमा देखिएको यो रातो भवन ऐतिहासिक एवं पुरातात्विक दृष्टिले महत्त्वपूर्ण मानिने पाल्पा दरबार सङ्ग्रहालय हो। अब हामीहरू सङ्ग्रहालयभित्र प्रवेश गर्दैछौँ। के कस्तो व्यवस्था रहेछ आउनु सँगै हेरौँ। दुईटा दिनु न, पाइँदैन? टिकट लिइसकेपछि सङ्ग्रहालय भ्रमण गर्ने अनुमति पाइयो।
लुम्बिनी प्रदेशमा भएका ऐतिहासिक एवं पुरातात्विक महत्त्वको दृष्टिले महत्त्वपूर्ण मानिने स्थानहरूलाई भित्तामा स्पष्ट देखिने गरी मिलाएर राखिएको रहेछ। मुख्य सङ्ग्रहालय जाने बाटोतर्फ हामी लागिरहेका छौँ। त्यो समयमा पनि यति राम्रो व्यवस्थित सुन्दर एवं आधुनिक भवन बनेको देख्दा हामीलाई अचम्म लाग्यो। अब यहाँदेखि सुरु भयो पाल्पा दरबार सङ्ग्रहालयको भित्री भागको यात्रा। विक्रम सम्वत 1863 मा रणबहादुर शाहको हत्या भएपछि भोलिपल्ट ललितपुरको राजभवनमा थुनिएका पृथ्वीपाल सेनलाई भण्डारखालको बगैँचामा मारेर सेन वंशको पाल्पा राज्य नेपाल राज्यमा विलय गराइएको थियो। पछिल्लो समय हराउँदै गएको मौलिकतालाई ज्वलन्त रूपमा देख्न सकिने पाल्पा दरबार सङ्ग्रहालयमा सुरक्षितसँग राखिएका बाजाहरूलाई देख्न सकिन्छ। यता हार्बिन, तबला, मादल, एकतारे, यस दरबारमा 63 कोठा, 2 बैठक कक्ष र 2 बुर्जा समेत छन्। बढ्दो आधुनिकतासँगै हामीले आफ्ना मौलिक कुराहरूलाई बिर्सिसकेका छौँ। अहिलेका हामी युवा पुस्ताहरूले टुकी भन्ने पनि जान्दैनौँ, किनकि हामीले देखेका छैनौँ। त्यसैले यी सबै कुराहरूलाई सङ्ग्रह गरेर राखिएको रहेछ पाल्पा दरबार सङ्ग्रहालयमा। एकै ठाउँमा सबै कुरा देख्न पाइयो, साह्रै खुसी लागेको छ। हजुरहरू पनि आउनुहोला। पुरातात्विक महत्त्वका सम्पूर्ण सामानहरू हेर्नको लागि पाल्पा दरबार सङ्ग्रहालय अवश्य आउनुहोला। विभिन्न राष्ट्रहरूका मुद्राहरूलाई सङ्ग्रह गरी राखिएको रहेछ। यस कक्षमा विभिन्न किसिमका पुराना माटाका भाँडाहरूलाई देख्न सकिन्छ।
हाम्रो ग्रामीण परिवेशसँग मेल खाने बाँसका विभिन्न सामग्रीहरू डोको, सुपो लगायतका सामग्रीहरू हामीले देख्न सक्छौँ। अबको एकछिन समय मगर समुदायको परम्परागत सामग्रीहरू हेर्नेछौँ। हाम्रो सँगै हेरौँ। ठ्याक्कै हाम्रो जनजीवनसँग मेल खाने किसिमले निर्माण गरिएको गोलो घर र सजावटले गाउँले परिवेशको यथार्थ झल्को दिन्छ। सङ्ग्रहालयको पहिलो तलामा मगर तथा थारू विषयका सामग्रीहरू समावेश गरिएको छ। हामीहरूले यता थारू समुदायसँग सम्बन्धित सामग्री एवं वेशभूषा अवलोकन गर्दा गर्दै सँगै अर्को विवाह कक्षमा धुमधामसँग विवाह समारोह चलिरहेको रहेछ। निम्तो नभए पनि विवाह समारोहमा सहभागी भयौँ र रमाइलो गर्न थाल्यौँ। हिन्दू परम्परा अनुसार गरिने विवाह समारोहको यथार्थ चित्रण गरी सजावट गरिएको विवाह मण्डप बेहुला बेहुली एवं पुरोहित देख्दा लाग्छ साँच्चै विवाह हुँदैछ। नेपालको इतिहाससँग जोडिएको यस कक्षमा पुराना हात हतियारहरू सुरक्षित एवं आकर्षक रूपमा मिलाएर राखिएको देख्न सकिन्छ।
सङ्ग्रहालयको दोस्रो तलामा पृथ्वीनारायण शाहदेखि हालसम्मका सैनिक सम्बन्धी ऐतिहासिक एवं पुरातात्विक महत्त्वका जानकारीहरू सचित्र राखिएको छ। विक्रम सम्वत 2062 साल माघ 18 गते तत्कालीन नेकपा माओवादीको आक्रमणमा पाल्पा दरबार क्षतिग्रस्त भएको थियो। दरबार पुनर्निर्माण भएपछि पाल्पा दरबार सङ्ग्रहालयको रूपमा सञ्चालन गरी सर्वसाधारणको लागि खुल्ला गरियो। यो चाहिँ पाल्पाको चिनारी पाल्पाली करुवा। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरलाई विशेष धन्यवाद। भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। भिडियोलाई लाइक, कमेन्ट, सेयर अनि च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुलिदिनु होला।